यो भनेको चाहिँ यता बिर्तामोड हो। यहाँ बिर्तामोडदेखि टक्क यता आउनुभयो भने चाहिँ तपाईँ यहाँ बुटाबारी पुग्नुहुन्छ। यहाँदेखि चाहिँ टक्क अलिक यहाँ आएपछि चाहिँ यहाँदेखि चाहिँ यसो यहाँ नेपाली स्कुल छ। यहाँदेखि चाहिँ बाटो चाहिँ यही हो मेला जाने होइन। नेपाली स्कुल आउँछ त्यहाँदेखि सिधै तल गएपछि चाहिँ हाम्रो हिमालगढ मेलामा पुगिन्छ गाइजहरू। बाटो चाहिँ दामी बनाएछ है गाडी बुट्टाबारीदेखि तल। तलैसम्म छ यार बाटो। बाटो छँदैछ यस्तो, तर पहिलाभन्दा त धेरै राम्रै भएछ। गाडी कुद्ने बाटै भयो। पाँच गतेको मेला चाहिँ 2 गते नै आइदिएको अरे। ग्राउन्डमा पो लाग्नु उताबाट पनि थियो कि बाटो। के गर्नु लेटाङतिर अब जाउँ भने प्राणो छ गाइस, प्राणो छैन योपालि पनि। जाली भत्काएछ तिमीलाई हात्तीले नै हो। हात्तीले भन्दाखेरि पनि हात्ती आयो भने त लफडा हुन्छ। स्टिलले बनाएको छ, स्टिल लगाएर ग्रिल लगाएर सानो घाटे। ओ कोही चोरी नगरे इसलिए। देख के चला ऐसा कौन करके निकल गया तो खत्म हो गया। यहाँ आउनु त ठिकै हो गाइजहरू। अब हात्ती पनि निस्किन्छ यहाँ। हात्ती निस्क्यो भने चाहिँ फेरि अर्को लफडा हुन्छ। त्यो चारालीको रुख भित्र छ कि हेलो एन्ड नमस्ते गाइज। आज हामी चाहिँ यो के बुटाबारीदेखि ठ्याक्कै अलिकति तल
आएपछि चाहिँ हाम्रो यो धिमाल गढ यहाँ मेला लाग्ने ठाउँमा आएको छौँ हामी। यहाँको यस्तो छ हो, यहाँ टक्क हामी छौँ। तपाईँहरूलाई चाहिँ हामी यहाँ अब 5 गते मेला लाग्छ यहाँ चाहिँ, तर हामी चाहिँ अगाडि नै आयौँ। यहाँ चाहिँ यसो तपाईँहरूलाई मन्दिर ठाउँ मेला लाग्ने हो देख्नु चाहिँ। यसो हाम्रो मन्दिर चाहिँ यहाँ पर छ हल्यो नि त गाइस टक्क। अब हामी चाहिँ हिँड्दै हिँड्दै जाने, यहाँ स्कुटी राखेर टक्कसँगले यहाँ मन्दिर छ यहाँ छ। मेरो चाहिँ एकचोटि कि दुईचोटि मात्रै भएको छ यहाँ आएको, त्यही भएर अघि आउँदाखेरि चाहिँ ठक्क बाटो पनि बिर्सेर हामी चाहिँ निकै पर पुगिसकेको थियौँ, फेरि फर्केर आयौँ। मन्दिर चाहिँ त्यहाँ छ। जाउँ न हामी, स्कुटी जान्छ होला। यो फुल चाहिँ कसलाई थाहा छ है, के अरे यसको नाम त अङ्गरी। हेलो गाइज, आज चाहिँ हामी धिमालगढ आएको छौँ। आज 2 गते हो। आज खास गरी मेला चाहिँ लेटाङतिर हो। लेटाङको राजारानीमा आज मेला छ, तर हामी त्यहाँ जान सकेनौँ। र यहाँ हामीहरू बुटाबारीदेखि यताभित्र यहाँ धिमालगढ छ। यहाँ धिमालहरूको ऐतिहासिक एउटा ठाउँ पनि छ यहाँ, यो स्थल। र यहाँ मेला लाग्ने गर्छ। यहाँ चाहिँ भनेको 5 गते मेला लाग्नेवाला छ। हजुरहरू सबैजना आइदिनु होला, सबैलाई स्वागत छ। र यता अलिक अगाडि हामी गयौँ भने चाहिँ यहाँ मन्दिर छ, त्यो पनि तपाईँहरूलाई देखाउनेछौँ। र यो चौरीमा चाहिँ मेला लाग्छ। यो चौरीको सरसफाइ गर्नु बाँकी नै छ। मेला लाग्ने ठाउँ चाहिँ यता हो। अहिले घाँसहरू पलाएको छ, यो चाहिँ अलिकति सरसफाइ गर्नुपर्ने हुन्छ। निकै नै घाँसहरू पलाएको छ। यस्तो छ ठाउँ। मेला लाग्ने ठाउँ चाहिँ यही हो। मन्दिर यतापट्टि छ गाइज। आज चाहिँ हामी उता जान नसकेकोले आज यहाँ आएको छौँ हामीहरू धिमालगढ। ल हेर्दै गर्नु होला गाइज, आउनु होला। 5 गते लाग्छ है मेला। आज 2 गते भनेपछि 3, 4, 5 मात्र 3 दिन बाँकी छ। आउनु होला। बुटाबारीदेखि सोध्दै आउनु भयो भने देखाइदिइहाल्छ। तपाईँहरूलाई सोध्दै आउनु भयो भने सजिलो पनि हुन्छ। मन्दिरतिर जाँदै गरेको अवस्था। जङ्गलै जङ्गल जङ्गल जङ्गल, तर ठुल्ठुलो बोट बिरुवाहरू छ। झाड जङ्गल त सबै काटेर लगिहाल्दो रहेछ मान्छेहरूले। बाटो पनि खनेर त्यो सिधाउन आँटिसकेको छ, रातो माटो खनेर आउने बाटोमा। शीतल चाहिँ शीतलै हुने रहेछ। यसो मेलाको दिन पनि यो रुखहरूले गर्दाखेरि चाहिँ शीतलै हुने रहेछ। बस रुखको छारीमा बसेर यसो यो जङ्गल पनि सब फडानी गरेर सकिसक्यो।
आएको चाहिँ कतिचोटि भयो तपाईँको म आएको के हो यहाँ मेला? यहाँ मेला आएको त अनि भइसक्यो नि हो 3 वर्ष भयो होला हौ। मतलब म पनि यहाँ 2 चोटि चाहिँ लगातार आएँ, त्यसपछि बिचमा 1 साल ग्याप भयो। अब यो साल भनेको अब आउने प्रयास गर्छु। हामी 3 दिन अगाडि नै आज चाहिँ यहाँ आएको छौँ। आज लेटाङतिर मेला थियो, त्यता जानु पाइनौँ, त्यही भएर यसो तपाईँहरूलाई जानकारी गरौँ भनेर चाहिँ 5 गते यहाँ मेला लाग्छ, आउनु होला सबैजना घुम्नलाई। मन्दिरतिर सबै त गरिसकेको रहेछ। अब चाहिँ मेन उता चौरीमा चाहिँ त्यो घाँसहरू चाहिँ सफा गर्नुपर्ने बाँकी रहेछ। यो जङ्गलमा पनि हात्तीको आतङ्क छ भन्ने सुनिन्छ, तर बिचरा हात्तीहरू पनि कहाँ चाहिँ जाओस् त हौ। अनि जङ्गलमा नगएर जङ्गल फडानी गरेर सबै प्लटिङ गरेर घर बनाएर जङ्गल नै छैन, अब अलिअलि बाँकी छ। अब जीवजन्तुहरूलाई पनि त नि जङ्गलमा बस्ने हात्ती विभिन्न जानवरहरूलाई पनि त बस्ने ठाउँ त चाहियो। सबै मान्छेले ओगटिसकेको छ, त्यही भएर हात्तीको आतङ्क चाहिँ बेला बेलामा हुन्छ। लु यहाँ चाहिँ यसरी हिँडिँदैछ पूजा गर्ने ठाउँ, दान्तावराङ कुल पूजा यहीँ हुन्छ आइतबारको दिन। यस्तो छ गाइस। यहाँ पोखरीहरू पनि छ विभिन्न। अझै जङ्गल खोताल्ने हो भने अझै धेरै कुराहरू भेटिन्छ। यस ठाउँलाई मात्रै अहिले उजागर गरिएको छ, बाँकी अझै थुप्रै विकास हुनु बाँकी नै छ। यहाँ एउटा पोखरी पनि छ, यो पोखरीमा चाहिँ अहिले पानी सुकेको अवस्था होइन भने यो पोखरीलाई चाहिँ यसो डोजर ल्याएर चाहिँ खनेर चाहिँ मजाले व्यवस्थित गर्न सक्यो भने चाहिँ राम्रो हुन्थ्यो। त्यसको लागि बजेट चाहियो, बजेट छैन गाइस। ल यस्तो छ हाम्रो यहाँ मन्दिर, यस्तो रहेछ दान्तावराङ दिर्सा। ल अब एकछिन हामी बस्छौँ, त्यसपछि हामी पनि लाग्छौँ। जानु त छेउमा जुत्ता लगाइरह्यो होइन, म त भित्रै त अब उया यो स्टेपसम्म चाहिँ जुत्ता खोल्दा हुन्छ त, चारैतिर मन्दिरको वरिपरि देखाउँदा हुन्छ। हेलो नमस्ते सेउपाखा दोमचाखा। दान्तावराङ कुलपूजा चाहिँ अब 5 गते यहाँ हुँदैछ, यहाँ मेला पनि लाग्दैछ। हजुरहरू सबैजना आइदिनु होला। यहाँ चाहिँ दान्तावराङ हाम्रो यहाँ चाहिँ दिर्सा, अब यहाँ चाहिँ मन्दिर जस्तो हाम्रो यहाँ पूजा गर्ने ठाउँ चाहिँ यही हो। र आइतबारको दिन यहाँ मेला लाग्दैछ, हजुरहरू सम्पूर्ण आइदिनु होला। यो बुटाबारीदेखि तपाईँहरूले बुटाबारीदेखि दक्षिणतर्फ आउनुपर्ने हुन्छ र कन्फ्युज हुनुभयो भने बाटोमा सोध्दै आउँदाखेरि पनि देखाइदिन्छ। आउनु होला, रमाइलो ठाउँ छ। 5 गते मेला छ, पूजा छ, आउनु होला, रमाइलो गरौँ। यस्तै छ हेर्नु। यहाँ अब यो धिमालहरूको चाहिँ ऐतिहासिक एउटा गढ, यहाँ पहिला धिमालहरू चाहिँ यहाँ बसेको, यहाँ थुप्रै कुराहरू यहाँ उत्खनन गर्दाखेरि चाहिँ भेटाइएको पनि छ। र यो स्थल अझै खोज्दै जाँदाखेरि चाहिँ अझै थुप्रै ठाउँहरू छ, विकास गर्न सकेको छैन। जे भए पनि यहाँ यतिको चाहिँ यहाँ अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ। अझै यसको लागि चाहिँ थप हामीहरूलाई बजेटको आवश्यकता पर्छ। आइतबारको लागि चाहिँ आइतबार भनेछु 5 गते सबैलाई निम्तो छ है, आउनु होला। एकदम रमाइलो ठाउँ छ, एउटा मेला लाग्छ, आउनु होला सबैजना। गाइस लाइक र सब्सक्राइब पनि गरिदिनु होला, सेयर गरिदिनु होला।
हामी फर्किन आँटेको गाइस यहाँ फोटो भिडियो टिकटक सबै भइसक्यो हामीले बनाइसक्यौँ यता अब एकैचोटि मेलाको पनि देखाउने क्रम रहेछ मेलाको लाग्ने रहेछ डन्ठाले काम नदिनु रहेछ कति वर्षको रुख होला यो मोटो त होइन र यार साह्रै हल्लियो अलिक भएन ल बाटो चाहिँ आउँदाखेरि चाहिँ अलिक यहाँ छुट्टिने रहेछ दुईवटा बाटो छ ठ्याक्कै आउँदाखेरि चाहिँ दाहिनेपट्टि दाहिने साइड बाटो चाहिँ आउनुपर्ने हुन्छ यहाँदेखि दुईवटा बाटो छ अघि हामी आउँदाखेरि चाहिँ यहाँ झुक्क्यौँ यो बाटो पल्लो बाटो चाहिँ गएछ यो खाल्टो चाहिँ याद गर्नु सब दामी भयो यहाँबाट पनि तार हिँडेर आउँदा चाहिँ यो चौरी हो यहाँ चौरी पनि खोला कट्ने बित्तिकै यो फुटबल ग्राउन्ड आउँछ यो चौरी टक्क साइडबाट गएपछि ठ्याक्कै धिमाल गराएको ठक्क यहाँदेखि यो खोला कटेपछि चाहिँ यहाँ चौरी आउँछ हो चौरीदेखि ठक्क उ त्यहाँदेखि चाहिँ गएपछि चाहिँ ठ्याक्कै धिमेलगढ आउँछ गाइजहरू खोला
यहाँ आज पूजा रहेछ यता फेरि के पूजा हो आज मुसीहरूको पूजा हो त यो राखिदिएको भनेको चाहिँ अब हात्तीहरू आउँछ यहाँ यही हो बुट्टाबारीको बाटो